एभ्रिवान नमस्ते एन्ड गुड मर्निङ। आज फेरि अर्को भिडियो लिएर तपाईँको सामु उपस्थित भइसकेको छु। सो गाइस, म जहिले नि हेल्दी टिप्सहरू चाहिँ लिएर आएको हुन्छ। आज पनि त्यस्तै खालको चाहिँ भिडियो लिएर आएको छु। तपाईँहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईँहरूको यो भिडियो इम्पोर्टेन्ट हुनसक्छ। यो जार ब्रिडा लिफ भन्छ हैन, ब्रिडा लिफ इंग्लिशमा भन्छ, तर नेपालीमा चाहिँ के भन्छ मलाई त्यति साह्रो जानकारी भएन। तपाईहरुले कमेन्ट बक्समा लेखेर मलाई कमेन्ट गरिदिनु होला है त। अनि यो जार भनेको चाहिँ अलिकति स्ट्रङ, अलिकति सारो ठाउँमा, अलि ढुङ्गा चट्टानहरुको बीचमा चाहिँ हुन्छ है त। तपाईहरुको गाउँघरतिर घरको छेउतिर पनि हुन सक्छ, याद गरेको तर त्यति साह्रो फलो अप नगरेको हुन सक्छ। यसको विषयमा कसरी चाहिँ खाने भन्ने विषय कुराहरु पहिला है त। यसलाई जसरी खाइनुहुन्छ, जस्तै तरकारी बनाएर खाइनुहुन्छ, तपाईले अचार बनाएर खाइनु भयो, अनि सुकाएर चिया बनाएर खाइनु भयो हैन, बिहान त्यसको फाइदाहरु धेरै छ। मेन फाइदा भनेको चाहिँ तपाईलाई चिसो लागेछ, रुखो लागेछ, त्यो खायो भने पनि त्यसले निर्मल बनाउँछ। मोटो पनि छ भने पनि तपाईलाई खाना अगाडि 1 गिलास चट्टा खायो भने त्यसले मोटोपनलाई घटाउँछ। सो भित्र आन्द्रामा इन्फेक्सन छ, तपाईलाई ग्यास्ट्रिक भएको छ, ग्यास बढेको छ भने त्यो खायो भने एकदम राम्रो गर्छ। अनि तपाईको स्किन एलर्जीहरु, किराहरुले टोकेर एलर्जीहरु हुन्छ नि त, त्यस्तोहरु छ भने पनि निर्मल बनाउँछ है। अनि तपाईको केहीले चाहिँ चट्टै टोक्यो हैन, चट्टै टोक्यो, त्यसको पत्ताहरु चाहिँ त्यहाँतिर बोइरहेछ भने त्यस पत्ता टक्क राख्ने, त्यसले राम्रो गर्छ है त। ओके, आजलाई यति नै। तपाईहरुले यो भिडियोलाई हेरेर चाहिँ अन्तिमसम्म हेरेर तपाईलाई उपयुक्त जस्तो लाग्यो भने साथीभाइसम्म, तपाईको फ्यामिलीसँग पुर्याइदिनु होला। तपाईको गाउँघरतिर जुन साथीको गाउँघरतिर पनि हुन्छ नि त, त्यस्तो साथीसँग पुर्याइदिनु होला, तपाईको फ्यामिलीसँग पुर्याइदिनु होला। यस्तो भिडियो चाहिँ म जहिले लिएर आउँछु। अनि मेरो जुन पेजलाई पनि फलो गरिदिनु होला, लाइक गरिदिनु, शेयर गरिदिनु होला। अनि म यहाँ युट्युब च्यानलको लिंक पनि टक्क राखिदिन्छु। सानो मेरो युट्युब च्यानल पनि छ, गएर सब्स्क्राइब गरेर लाइक गरिदिनु होला, मलाई सपोर्ट गरिदिनु होला। ओके, बाय बाय, सी यू, टेक केयर, जय नेपाल।